ओए एउटा सर्च गरिरहेको थिएँ हेरिरहेको थिएँ एउटा चिज मैले देखेँ आइज म तँलाई भन्छु सोध्छु म तँलाई हेर देखाउँछु म तँलाई सुन्या हो आइज त के कुरा हो र त्यस्तो के कुरा हो खै ए यो अब सुन्दाखेरि हचम्म लाग्ला के हो र त्यस्तो यो छोराहरू र छोरीहरू मध्येमा छोरीहरू जति पनि छ नि दिनमा कति बोल्छन् भनेर सर्च गरेको छोरी मान्छेहरू दिनमा 30,000 चोटि कराउने छन् ताकि छोराहरू जम्मा 15,000 चोटि अब यसमा तैँले के सिकेको छिस् किन भनेर हरिजन थाहा छ अनि छोरा मान्छेलाई एकचोटिमा के समझमै आउँदैन हरेक कुरा दुईचोटि बोल्नुपर्छ त्यही भएर होला त्यस्तो हुँदैन त्यस्तो हुँदैन खै हटा खुट्टा खोइ हटाकै खुट्टा अहिले देखाइहाले एकचोटिमा त समझमै आउँदैन दुईचोटि बोल्न पर्छ जे पादै यो कुन चाहिँले भनेको यो कुरो सत्य भनेको यो जसले भन्यो राइट भन्यो छोरा उता जा मान्छेलाई एकचोटिमा त केही समझ